ल गाइस हामी फेरि पनि जरबुटाको यात्रामा हिँडिसकेको छौँ होइन। अब चाहिँ के को बस हो यो? ल बिदामा जान लागे पल्टनेहरू। ल गाइस लास्ट गाह्रो छ होइन उकालो ओह्रालो बाटो चलाउन। बजारको जस्तो सिधा कहाँ छ र? के भयो? पसल जाने अरे सर्लक्क घुमाएर। अहिले 4 लगाउन के यही जग्गा छ होइन। अब रमाइलो गर्नुपर्छ। पसल गयो यताउता केही ल्यायो कच्याङ कुच्याङ भनौँ न जङ्क फुडहरू। अनि त्यस्तै गाइज हामी चाहिँ अब हो यहाँ आइपुगेछौँ। के भन्छन् यसलाई? के खोला भन्छन् खोइ त्यति पनि थाहा छैन मलाई त। गाइज मेरो आज साइकल अलिक धोका दिन्छ कि जस्तो लागेछ। किनभने हेर्छ आज सकर बनाउन लागेको खोलेको एउटा सामान नभएर भएन के होइन। अब चाहिँ बिस्तारै बिग्रियो पनि अब काँधमा बोकेर ल्याउने हो। 1-2 घन्टा हिँडेर बरु यहाँ लास्ट उकाल्छ यहाँ हो। उठेर हान्नुपर्छ गेट डाउन। ओइ सिली हान्छ त यहाँ त लगाइछ। उठा 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 के गर्ने हो? हो सपोर्ट पाइँदैन यस्तो त दुःख गर्दा पनि होइन। एक न एक दिन त होला त। आहा हाम्रो कन्टेन्ट पनि यस्तै हो गाइस होइन। राम्रो राम्रो कन्टेन्ट बनाउन खासै पनि आउँदैन। अनि बजारतिर कन्टेन्ट बनाउँदै हिँडौँ बोलाउँ भनेको लाज लाग्छ सक्दैन के। त्यस्तो कन्फिडेन्ट पनि छैन आफूमा बोल्नको लागि। अब यस्तै जङ्गल डाँडा पाखा आउँदा मात्र हो बोल्ने भनेको। के गर्न आयो क्या सिनो यहाँ सिनो गर्न आयो त। अझै 1-1.5 घन्टा जति लाग्छ जस्तो लागेको छ होइन। अनि यस्तै हो गाइस। ल उकाल बबाल छ हिँड्नै धौन छ यस्तो ठाउँमा। आफ्नो शरीर धान्न धौने जस्तो ठाउँमा अनि साइकल कसरी धाम्ने कि होइन। उकालो पनि बबाल छ। मलाई झन् पसिना यस्तो बबाल आइदिन्छ कि कुरै छोडिदिनु गाइस होइन। गाह्रै गरेर भए पनि आइयो आधा बाटोसम्म। कतिखेर पुग्ने आउँछ आम पर पुगिसकेछ। एमटिभी तेजेन्द्र कालोमा तान्न धाउँछ गाइस पहिला कुरा। लास्ट गाह्रो भन्ने जस्तो कहाँ छ र? मान्छे हिँडेर त जान सक्दैन झन् साइकलमा उकालोमा। ओहो लास्टै गाह्रो। ल गाइस यति माथि आइपुगेँ म त्यही पनि भेटाउँदैन त कहाँ पुगो रहेछ के। ननिस्टप हिँड्दैछ के अरे। यसमा केटाकेटीसँग भुल्न लाग्यो कहीँ त लै बाहिर लास्ट उकाल गाइस। यस्तो बिहानमा आउँदा पनि बिहान हामी 6 बजी हिँडेको यहाँको 6 बजी हिँडेको अहिले यति छिटो नै यस्तो बवाल गर्ने भइसक्यो कि हामीले चाहिँ घरदेखि नै क्यामेरा अन नगरेको किनभने लाज लाग्छ कि उतातिर बजारतिर मान्छे टन्नै देखिन्छन् हो। खै छ सब्सक्राइब 300 लाज लाग्छ कि हामीलाई पनि हो। खै छ सब्सक्राइब भन्छ फेरि
अलि उता पर जान्छ। फेरि अर्कोले भन्छ कति छ सब्सक्राइब दाइ हजुरको गर्छ भाइ भर्खरै 401 पुग्यो। लाज लाग्दैन हामीलाई यस्तो दुःख गरेर यस्तो मिहिनेत गरेर हिँड्छ जम्मा होइन। सब्सक्राइब त कति हो भन्दा कति रे 400 अन्त हामीलाई यही 400 पनि धेरै हो होइन। ल गाइस अझै सपोर्ट गर्दै गर्नु होला। आज 400 छ भने भोलि 402 मात्र बढोस् न। एउटा भ्लगबाट 2 सब्सक्राइब बढोस् ठिक छ। म मेहनत गरिरहेको छु। मेहनत अनुसारको फल निश्चिन्त होला होइन। ल गाइस अब यहाँदेखि हल्का धेरै नै थोरै 50 मिनट जति ओह्रालो छ यहाँदेखि। अब यही ओह्रालोमा हल्का शीतल खाली जानुपर्छ। धन्यवाद भन्न चाहन्छु मेरो स्पोन्सर दाइहरूलाई। हामीलाई स्पोन्सर गर्नको लागि चाहिँ एउटा भरत साइकल स्टोरबाट भरत सिंह दाइ हुनुहुन्छ र अर्को हाम्रो राला फिल्मको ग्रुपहरूको दाइहरू हुनुहुन्छ। उहाँहरूले हामीलाई स्पोन्सर गर्नुहुन्छ यताउता जाने बेला। र गाइस कोही स्पोन्सर गर्न इच्छुक हुनुहुन्छ भने खबर गर्नु होला। अलि धेरै चाहियो फेरि स्पोन्सर है। यामटिभी तेजेन्द्रलाई घाम भएर कुरेर बसेर चाहिँ टी सर्ट छराउँदैछ। बोल्न पनि मिलेको छैन कि यस्तो स्टामिना लस गराइदिन्छ यो कालोले। बडाङ हान्ने नि यही हान्ने बडाङ हान्नलाई कुर्याम नानी भए त जान्थे बडाङ हान्नलाई कुर्याम नभए त जान्थे। र गाइस उता देखेको भर्याङ छ होइन। त्यो भर्याङ चाहिँ अब एकछिन रेस्ट गरेर हान्छौँ हामीले होइन। गाह्रो हुन्छ यस्तो चाहिँ गाइस के गर्ने। ल भन्दा अगाडि हाम्रो भरत साइकल स्टोर र रारा फिल्म्सको टिमको दाइहरूलाई स्पोन्सर गर्नुभएकोमा धेरै धेरै धन्यवाद गर्न चाहन्छु। अनि यसै गरी अरू यात्राहरूलाई पनि स्पोन्सर गरिदिनु हुन अनुरोध गर्दछु मेरो प्यारा दाइहरूलाई। यस्तो बिहानमा आएको हामी 6 बजी आएको। यस्तो गर्मी छ मेरो टी सर्टमा हेर्ने पसिना कति छ गाइस होइन। अरूले जिम गरेर यताउता गरेर पसिना झिक्छन् भने हामी त साइकल चलाएर क्या त्यही पनि यस्तो बबाल पसिना हुँदै लगाएको छ होइन। म त दिनमा 2 चोटि नुहाएकै हुन्छु कि पसिनाले। यस्तो बबाल पसिना आउँछ गाइस होइन। 2 जना होइन साइकल बोकेर भर्याङ यस्तो बबाल छ कि खतरा छ कि भर्याङ। घुमाउटो छ। यहाँदेखि गयो भन्दैसित गयो त। एउटा भाइ पहिला फर्स्टचोटि हान्ने थियो ढाडको छाला हातको छाला सबै फालेर धन्न हातखुट्टा भएको छैन। यहाँदेखि त्यो हिजो मेरो चस्मा भएको थियो त त्यहीले नै हो यहाँदेखि लोटेको। यस्तो ओह्रालो गाइस हेर्न सक्नुहुन्छ। आहा साइकल बोकेर तल हो माथि जाऊ फेरि साइकलमा तल आऊ फेरि बोकेर माथि जाऊ कम गाह्रो छ सब्सक्राइब पाउनुको लागि। यो एउटा भर्याङ हामीले हान्छौँ जम्मा एउटा सब्सक्राइब बढ्छ कि भनेर यति लोभ लाग्छ गाइस। सपोर्टै छैन होइन किन होला। ल गाइस अब चाहिँ मैले यो भर्याङ हान्छु। धेरै लामो त हान्दैन। हात पाटेछ खुट्टा पाटेछ अहिले फेरि माथि आउनुपर्छ। थोरै मनोरञ्जनको लागि थोरै हान्छु। अनि हाम्रो यामटिभी तेजेन्द्रले फेरि मोबाइलदेखि बनाइदिन्छ भिडियो। ल गाइस सेफ बल राइट सपोर्ट गर्नु होला सक्दो। के हो यार ल गाइस ओके ल बाई। बबाल गाई मार्छौँ कस्तो गाह्रो हो क्या। ल गाइस यहाँ त धेरै हान्दैन म किनभने माथि लग्न गाह्रो हुन्छ। यति हान्ने अब
आहा एउटा छोटो यो कटाइदिउँ ओ ओइ 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 ल म्यान लास्ट गाह्रो पुग्यो गाइस हात खुट्टा त पाटिन्छ यस्तो बवाल पाटिन्छ कि कुरै छोडिदिनु न यस्तो अप्ठ्यारो बाटो छ यहाँदेखि जाऊ यहाँदेखि फेरि तल घुम यहाँदेखि तल त्यो यहाँदेखि माथितिर अझ कति छन् कति यस्तो भर्याङ हान्नुपर्छ हामीले यसको लागि हान्छौँ हामीले कमेन्ट गर्नु गाइस यही हो हाम्रो सुर्खेत बजार होइन सर्लाको पारेर हो हामी यो चौतारी देख्यो यो चौतारीको छेउछाउमा बार देख्यो छ हो यहीँ पुग्नुपर्छ हामी यहाँदेखि यताबाट गयो यहाँ पर पानी ट्याङ्की जान्छ त्यहाँदेखि फेरि माथि जानुपर्छ घुमी घुमी यति टाढा छ गाइस होइन ल एकदम सपोर्ट गर्नु होला हजुरहरूको सपोर्टको प्रतीक्षामा छु म ल गाइस जरबुट आइपुग्यौँ भन अनि यतातिर चाहिँ बबाल छ कि हामी चाहिँ जरबुटाको होटलमा बस्छौँ अब नास्ता खानु पऱ्यो खाना नखाएर आएको बिहान भोक लागिसकेको छ अनि नास्ता के खाने भन त चना अन्डा नास्ता चना अन्डा खाने दही चिउरा पनि पाउने रहेछ यहाँ अस्ति कटुवा गएर पनि खायौँ अब यहाँको दही चिउरा पनि चाखौँ न कस्तो हुने रहेछ पहिला चना अन्डा खाऊँ त्यसपछि लास्टमा फ्रेस दही चिउरा खाएर निस्किउँला त्यसपछि फेरि यतापट्टिबाट ट्र्याक हानेर हिँड्नुपर्छ हामी के हो नोटिस लगाइज भिडियो हेर्दै गर्नु होला लगाइज छ न नास्ता आयो अनि नास्ता खाँदैछौँ अब भिडियो तान्दै थियो कि नास्ता आइरहेको थियो थकाइरहेको थियो एकछिन सुत्नु लाग्यो झक्क निद्रा लाग्दिएको धन्न नास्ता खाएर जानुपर्छ तलतिर अब जरबुटाको डाँडामा आइपुग्यौँ अनि सर्लको पारेर अब एकछिनमा भिडियो सुट हानेर निस्किनुपर्छ अनि गेटअप पनि चेन्ज गरिसकेँ मैले आफ्नो अनि राइट ड्रेसबाट अब एकछिन शान्ति न यत्रो जति भिडियो सुट गर्नु पर्ला अनि हाम्रो चालाजीले पनि ड्रेस चेन्ज गरिसक्नु भएको छ अनि जे भयो भने गाइस अब चाहिँ हामी एकछिन थोरै भिडियो सुट गर्छौँ त्यसपछि चाहिँ फेरि जाँगे लगाएर फेरि बबाल छ बबाल गाइस आएको छ बबाल बाटो पनि कता अलिकै देखिन्न कि ल ल ल ल ब्रेकले कामै गरिरहेको छ नि त आज किन ओइमा ल हिँड बबाल चिप्लो छ गाइस बबाल चिप्लिन यस्तो खतरा चिप्लिन्छ कि होइन ओ माई गॉड गाह्रो पर्छ भाइलाई भेटाउन खुट्टा कापिसक्यो गाइस खुट्टा पाटेर यस्तो बवाल छ रोड पनि ओ माई गॉड आउट अफ कन्ट्रोल
ल गाइस मेरो साइकलको होइन त्यो परदेखि उता देखाउ त हो त्यो रुखको साइडदेखि आउनु लाग्यो अफरोड थियो क्या बढी झ्याक्यो डोलर चाहिँ टिल्लीमा पसेर डोलर गयो अब चाहिँ चेन झिकेर अनि त्यत्तिकै लग्नु पर्ने भयो ओह्रालोमा अफरोडमा लास्ट धोका दिन्छ अब जस्तो लागिरहेको थियो बिहानै मलाई अनि गएको टावर अब हाल्नुपर्छ अब अर्को डोलर 1900 रुपियाँ फेरि चुना लाग्यो गाइस ल चिन्ता न गाइजहरू सबै भिडियो हेर्नु सक्नुभयो होला होइन आजको हाम्रो राइड कस्तो भयो भनेर अनि जाने बेला उकालो लास्टै धौ भयो आउने बेला चाहिँ एकछिनमा आइयो क्या अनि बिचमा मेरो साइकल पनि बिग्रियो अनि साइकल बनाउनको लागि म अहिले भिडियो त्यस्तै गराउन पाएन पछितिर अनि त्यही हो गाइज अब चाहिँ साथ सपोर्ट राम्रोसँग गरिदिनु होला होइन कति दुःख हुन्छ हामीलाई ल अब साइकल हजुरहरूलाई साइकल चाहियो किन्नु पर्यो भने हाम्रो घर साइकल स्टोरलाई भिजिट गर्न सक्नुहुनेछ र टिकटकमा पनि भरत साइकल स्टोर हाल्नु भने सर्च गर्नु होला त्यहाँ पनि आउँछ आफूले छानी सबै साइकलको भिडियोहरू छ छानी लिन आउन सक्नुहुनेछ अनि लगाइछ अब अर्कोचोटि चाहिँ अर्को डाँडामा गएर चाहिँ भेट्नुपर्छ ओके बाई